यो कति बनाउनु दाइ? यो 21 ग्राम छ। 21 ग्राम है? 21 ग्राम छ। यो चाहिँ बिल्कुल लोकल होइन यहाँको होइन? यहाँको लोकल हो यो चाहिँ। यो चाहिँ ग्राइन्डको चाहिँ नि क्यालिब्रेसन हुन्छ, क्यालिब्रेट गर्ने। हजुर। एक्सप्रेसोहरू पनि निकाल्न मिल्छ। जस्तो टाइपको खान मन लाग्यो त्यस्तै फ्रेन्च प्रेसहरू पनि मिल्छ। मैले चाहिँ पोर ओभरको लागि चाहिँ एडजस्ट गरेर राखेको छु। अहिले के भन्नु हामीले चाहिँ पोर ओभर हो यो। पोर ओभर अहिले है? पोर ओभर पनि भन्छ यसलाई, V60 पनि भनेर भन्छ यसलाई। हजुर। खास यसको चाहिँ नि मान्छेहरूले चाहिँ अर्को खालको जग टाइपको खालको पनि युज गर्छ। हजुर। त्यो मसँग छ तर अहिले त्यो युज गरेँ होइन। यसलाई चाहिँ केमेक्सको हो यो। यो चाहिँ अलिकति राम्रो पनि देख्छ कि। हजुर। एउटै हो। हजुर। यो आर्बा गाउँको कफी? आर्बा गाउँको कफी, हाम्रो नेपाली लोकल। यसलाई चाहिँ प्रोसेस गरेको स्पेसल कफी। हाम्रो यहाँ एकजना साथी छ शीतलदेवी साइडतिरको, माटेपानी शीतलदेवी। हजुर। महेश कार्की भन्ने। उहाँले चाहिँ यो कफीलाई चाहिँ प्रोसेस गरेर बनाउनु भएको। अनि त्यो चाहिँ अब बेला बेलामा नेपालको पनि ट्राई गर्नुपर्छ भनेर। हजुर। नेपालको ट्राई। यसलाई के भन्छ दाइ? यसलाई चाहिँ फिल्टर पेपर होइन? फिल्टर पेपर भयो। कफीलाई यहाँ हालेर फिल्टर गर्छ। पोर ओभर गर्ने भयो। हालेपछि कफी चाहिँ यहाँबाट आउने भयो। राम्रो आएको छ कि तपाईँले पनि स्मेल लिन सक्छ। नेपालको पनि राम्रो स्मेल आएको छ। नत्र त प्रायः स्मेल यस्तरी आउँदैन। कफी हाल्दैछ भने लोकल आर्बाको कफी। आर्बा गाउँको कफी। 21 ग्राम होइन दाइ? 21 ग्राम हो क्या।